के जुत्ती लाउनुपर्छ भने नि ल यो ब्यागहरू चाहिँ लाए जस्तो दाइ प्यासेज मलाई उड्नुको लागि रेडी ल अनि लाए जस्तो भिडियो गर्ने होइन अँ। अनि उडेको चाहिँ उता उता फर्काएर अर्कै देखाउने क्या अहिले भाइ गरियो त्यो हो त क्रप गरेर क्या त्यो लाए जस्तो चाहिँ यता गरिदिनु हुन्छ उनी बेला चाहिँ अर्कै भिडियो बनाइदियो लगाएको जस्तो मात्रै गर्दैन अरू चाहिँ मिहिनेत पैसा बोकेर आएछ है अरूचोटि त एक्लै एउटा अक्सिजन होइन हाँप्ने चाहिँ क्युआर मात्रै छ एक्लै एउटा अक्सिजन नि टेम्पो उठाए जस्तो त अहिले डोना थापाले यस्तो दल ठापा चाहिँ के गरेको थियो अहिले भन्नु हुँदैन भन्दैन अलिकति घुमाउँदै खिचे नि सबै ए गरिसक्नु तपाईँ चाहिँ उडेर आइसक्नु भएको ए अघि उड्दै गरेको नि रोकाउनु चाहिँ कहाँ रोकाउनु भयो त त्यो तल यो चोरीमा ऊ त्यो हरियो पाल छैन तल अँ त्यो एउटा यस्तो गोलो घर न त्यो हरियो पाल भएको हो थियो। त्यो चौरमा ए ए त्यो सानो चोरी छ नि ए उहाँहरूको चाहिँ त्यो बन्दै गरेको जस्तो लाग्यो यो ल्यान्ड गर्ने ठाउँ चाहिँ है तल चौरमा खासै केही बसेको पनि थाहा भएन यत्तिको टेकी भइहाल्यो मजा हुँदो रहेछ आनन्द उड्दाखेरि नै केही डरै नहुने कि त्यो भुइँ छोड्दाखेरि त कतिखेर छोड्यो थाहा नै पाएन मलाई त। थाहै आउनु भएन एकैचोटि सलल अनि गयो चार्ज चाहिँ कति रहेछ त है चार्ज अब अहिले होला नि तल अफिस गएपछि ए सुरुमा उयो अफिस नगइकन आउनुभएको डाइरेक्ट यहीँ ए ए उहाँहरूलाई कन्ट्याक्ट गरेर बोलाएको यो त सटक सुटुक पो हुँदो रहेछ त कम्पनी होला नि त हाम्रो फोटो खिच्ने ल हाम्रो सुदीपले चाहिँ फोटो खिच्दैछ प्यारासुट अब यहाँ रेडी हुँदैछ बिल्ड त सका न हौ सका त एक महिना त्यहाँ सका तँलाई फिर्मा उडाइदिन्छ दाइले अलिक मजाले गर तँलाई उड्नु मन छैन फ्रीमा ए अघि उडिसकेको उडाउने चाहिँ दाइले चढ्ने उता हाम्रो अर्को दाइ रेडी भइसकेको छ यहाँ ल डोरी चेक गर्दैछ यहाँ चाहिँ कस्तो छ बिना डोरी ठिक छ रेडी भइसक्यो अब यी केही त हुँदैन अरे अनि थाहा त्यतिकै पैसा केही भएन भने त पैसा त्यतिकै गयो जस्तो डर सर हुनु पऱ्यो अलिक होइन रिगाड सिगाड एउटा तामाङ थियो नि के भनेको बन्जिङ गर्दाखेरि क्या के भनेको तामाङ नि पो त हौ यो त्यो अर्को हुँदैन काटेको थियो डर लाग्यो नाइलन भन्ने बिना टिप लाग्ने भयो अर्को चाहिँ रेडी भएर बसिराख म चाहिँ गराइसकेँ होइन आउनु नि यता छातामा पनि अब आउनुहुन्छ भने आउनु यसरी प्यासेट प्याराग्लाइडिङ गरेर जानुहोस् धरानको भ्यू हेर्नु यता चतराको झन्डै देखिँदो रहेछ भन् न हुसेले गर्दा हो नत्र देखिन्थ्यो यो अघि हावा पर्खेको होला है
आयो आयो लु लु सबैजना अड्छ छ त बिना हामी त यहाँ एकैचोटि हामी चारजना अड्छौँ बसेर त हौ रेडी ल ठिक छ हामीले पहिले कति पिनेसनमा उयो गऱ्यौँ नि त्यही बनाएको हो क्या अब भन्दैछु नि झन्डा जस्तो छैन त ऊ त्यो पछिको लागि बनाएको हो क्या त्यो ठाउँ नि डोरीहरू पो डराउँछ नि प्यारासुटको डोरी भन्छ नि त माछा मार्दा पनि प्यारासुटको डोरी दिन भन्थ्यो नि अनि यो कुसीमा हानिदिउँ न त नि यहाँनिर मार्यौँ नि त कुन कुसीमा हो यो के कुसीमा ठुलो कुसी सानो कुसी रेडी भइसक्यो दाइहरू अब पर्छ होइन तल मेरो घर पर्तिरपट्टि तेरो घर चाहिँ कुन हो देखा त उयो रातो छ नि दाहिनेपट्टिको फर्स्ट हो त्यही पोखरदेखि अलिक यता म त यहाँ आइरहन्छु प्रत्यक्ष देख्दाखेरि चाहिँ कस्तो भएको छ क्यामेरालाई पनि देखिरहेको भएर वास्ता भएन देखेको पनि आफूले अनुभव गरेको पनि हो कसरी उड्नु भयो त तपाईँ अनि घर नजिकै रहेछ तपाईँको छानामा ल्यान्ड गर्दो रहेछ छाना भएन चौरीमा ए चौरी भयो छाना जस्तै त हो अब ती नजिक 4चोटि जति उडेँ म ए भाइ चित्त बुझ्यो भाइलाई पनि उड्ने हावामै हो पानीमा उठ्दैन होइन होइन त्यस्तो के होइन यो मौसम हेरेर उडाइने हो ए ब्याट्री त्यो ब्याट्री फुल भएको छ त पछाडि त त्यो यसो क्यामेरा बोक्नु भएको ए कन्ट्रोल ल ल ल सफल भएन योचोटि फेल भएको छ हजुर यो हावाको गतिले यस्तो हुन्छ हावाको प्रभावले हो अहिले हावा कताबाट आयो त पूर्व पश्चिम उत्तर दक्षिण पश्चिमबाट आइरहेछ अहिले पश्चिम आएर पूर्व लाग्यो हजुर ए कताबाट आउँदा फेरि चाहिँ हावा आउँदा चाहिँ यो उड्छ त दक्षिणबाट आउँछ दक्षिणबाट हजुर झुन्डिनु पर्छ होला हामी सबैजना ब्याट्री सकेको आवाज आयो त नि दाइ होइन त्यो क्यामेरा फेरि रि गर्नुभएको ए भिडियो गर्नुभयो क्या त्यो अघि कट गरेर सफल हुन सकेन हावाको प्रभावले गर्दाखेरि अब फेरि नेक्स्ट राउन्डको लागि ट्राई गर्दै हुन्छ हावा अब फेरि ठिक गतिमा आइरहेको छ त्यही भएर अब ट्राई ला जानु बधाई सजिलो एकदम ल यतै आउनु भयो हामीलाई लिन आउनु भयो जस्तै छ घुम्नु हुँदैछ
एक राउन्ड घुम्छ अनि ट्याक्क ल्यान्ड अनि यो त अनि के अरे छिट्टै एकैछिनमा झार्दै बिन्ने थिएँ ओए यहाँबाट घाटा लाग्दो रहेछ भने चिन्नेबाट चाहिँ फाइदा हुने रहेछ यो त नजिकैसँग यहाँबाट फुत्ता तल झरी त हाल्यो भनेको एकैछिनमा मिठो कति मिनट उडायो अङ्कल तपाईँलाई अघि 10 मिनेट 10 मिनट 10 मिनटमा गयो पैसा तपाईँको झ्याममै कमसेकम यसले धरान घुमाएर राखेको चाहिँ 1 ग्राम मजा हुन्थ्यो यहाँबाट ती तल पैसा असुल हुन्थेन भाइ त्यही त नि ती तल गयो भने त 7,000 होला 7,000 झ्याममै गइहाल्यो नि यहाँबाट हेर्दा मात्र नजिक जस्तो र त्यो हाइटमै छ क्या हाइटमै छ अनि यो देख्छ त अनि खोला त उहीँ छ तल अनि यो भनेको त उडाउने स्थल त अलिक हाइटमै लान्छ अरे क्या त्यस्तै 10 मिनट भनेको कति छ होला मिनटको हजार भन्दा महँगो रहेछ त नभएको नि 5-7 हजार त छ नि अनि कहाँ गयो प्यारासुट ए घामले पनि याद नहुने रहेछ नि त हेर्दा हे लु त्यो घरको पनि नाम भन्नु है अन्त कसको बाजी त मर्नु भयो बित्नु भयो उहाँको घर चाहिँ कान्छीको होइन हजुर हजुर उहाँको श्रीमती 2टा हो ओ पूजा म्याम के हो पारा यतामा पुरास लागेर देउलाई जानु मन लागेर रे अघि हेर तल चाहिँ नजानु है यहाँबाट ठेली झारौँ त जल्दी कहाँ लामो अड्किनु होला नि फेरि जानुपर्छ होला अब प्यारासुट पनि गइहाल्यो हेरिहाल्यो